नमस्ते लासो फ्यापुला। आज फेरि हामी मुकबाङ भिडियो चाहिँ होइन जस्ट एउटा गेम जस्तै हो। गेममा चाहिँ यस्तो रहेको छ कि करेन्ट अन्डा कोक यति यो 3 थोक छ। यो चाहिँ हामीले 1 मिनेट भित्र खाइसक्नु। यो कोक त हैन होला नि त 1 मिनेट भित्रमा खाइसक्नु पर्ने। यो अन्डा र चाउचाउ मात्रै होला नि। अन्डा र चाउचाउ मात्रै हो। यो चाहिँ हामीले 1 मिनेट भित्र जसले खाइसक्छ त्यसको विजेताले चाहिँ यो 1000 रुपैयाँ प्राप्त गर्नेछ। ल स्टार्ट है यहाँ। ल स्टार्ट। 1 सेकेन्ड। म चाहिँ सकिनँ। म चाहिँ खाइसकिनँ। दुई मिनेटमा चाहिँ खाइसकिने रहेछ। 1 मिनेटमा चाहिँ हामीले खाइसकेनौँ। मैले चाहिँ खाइ नै सकिनँ। मेरो चाहिँ यति रह्यो। अनि गेमको विजेता चाहिँ एलिना भइसकेको छ। 2 मिनेटमा चाहिँ खाइसक्यो। 2 मिनेटमा चाहिँ हामीले खाइसकेको थियौँ। 1 मिनेटमा चाहिँ हामीले सकिनौँ। 1 मिनेटमा चाहिँ एकदमै खानु गाह्रो नै हुँदो रहेछ। नुडल्स मात्रै चाहिँ खाइसकिने रहेछ। अन्डा सहित चाहिँ ल अब मैले त कस्तो खानै नसकेको जति खान्छु रक्को नत्र मैले सानो खाएँ। अब यो गेमको विजेता पनि उहाँ हुनुभएको छ। मेरो 1000 रुपैयाँ गयो। यस्तो दिनु पर्यो। आजको हाम्रो च्यालेन्ज गेम चाहिँ यति नै रहेको थियो। यस गेमको विजेता पनि एलिना भइसक्नुभयो र अब आउँदो दिनमा पनि यस्तै नेक्स्ट भिडियोहरू यस्तै आउँछ भन्ने आशा राख्दै च्यालेन्ज चाहिँ सकिसकेको छ। मैले जितिसकेको छु होइन। उसले चाहिँ खान सकेन। 1 मिनेटमा चाहिँ खान नसकिने रहेछ। 2 मिनेट लाग्ने रहेछ। मैले 2 मिनेटमा चाहिँ सबै नै सकेको थिएँ भन्दै आजको भिडियो चाहिँ यति नै होइन। अनि सगुना तामाङलाई लाइक कमेन्ट अनि सेयर सब्सक्राइब चाहिँ हाल्नु नबिर्सिनु होला। बाई बाई।